नेपालगञ्ज नाका जुन सबै चहलपहलले भरिएको हुन्थ्यो अहिले एउटा कानुनी साम्लोमा बाँधिएको छ। सरकारले 100 नेपाली रुपैयाँभन्दा बढीको सामानमा भन्सार अनिवार्य गरेपछि सीमाको रौनक हराएको छ। पहिले झोलाभरि सामान ल्याउने उपभोक्ताहरू अहिले एउटा सानो बिस्कुटको प्याकेटमा पनि कर तिर्न बाध्य छन्। यो नियमले केवल राजस्व मात्र होइन, दशकौँदेखिको सहज आवतजावतलाई पनि प्रभावित पारेको छ। यहाँ बुझ्नुपर्ने कुरा के छ भने रुपैयाँ मात्र होइन, जोगबनीदेखि सुनौली र बनबासासम्मका भारतीय बजारहरू पूर्ण रूपमा नेपाली ग्राहकको भरमा बाँचेका छन्। यी बजारको अर्थतन्त्रको मेरुदण्ड नै नेपाली उपभोक्ता हुन्। यदि नेपालीहरूले पारी गएर सामान किन्न छाड्ने हो भने यी भारतीय बजारहरू कब्रिस्तान जस्तै सुनसान हुन्छन्। नेपाली ग्राहकहरूले वार्षिक अर्बौं रुपैयाँ यी सीमावर्ती बजारमा खर्च गर्छन्, जसले त्यहाँका हजारौं भारतीय परिवारको जीविकोपार्जन चलेको छ। नेपाल र नेपाली जनता यी बजारका लागि केवल ग्राहक मात्र होइनन्, उनीहरू यी सहरहरूलाई जीवित राख्ने अक्सिजन हुन्। आज यो नयाँ नियमले गर्दा भारतीय व्यापारीहरू आफ्ना पसलमा ग्राहक कुरेर बस्न बाध्य छन्। एकातिर नेपाल सरकारले स्वदेशी उत्पादन र राजस्व बढाउन यो कदम चालेको दाबी गर्छ, तर अर्कोतिर गरिब जनताले सस्तोमा दैनिक उपभोग्य वस्तु किन्न पाउने अधिकार खोसिएको महसुस गरेका छन्। यो केवल करको कुरा होइन, यो त सीमामा बस्ने लाखौं मानिसको दैनिक सम्बन्ध र जीविकाको कुरा पनि हो। सीमाका यी बजारहरू नेपाल र नेपाली जनता बिना अधुरा छन्। के यो कडा नियमले नेपालको अर्थतन्त्र सुधार्ला वा जनताको शास्ति मात्र बढाउला? समयले नै बताउनेछ। तर आजको यथार्थ यही हो, नेपाली